वेलकम ब्याक एभ्रिवान। आज चाहिँ मार्केट तपाईँको 2783 मा गएर बन्द भयो है, 38 अङ्कले बढेर। अब हामीले चार्टमा हेरौँ। मैले प्रिभियस तपाईँलाई भिडियोहरूमा भनेको थिएँ, यो हाम्रो जुन पनि यो 200 मुभिङ एभरेज छ, 200 मुभिङ एभरेजमा चाहिँ मार्केटले साइडवेज मुभमेन्ट गरे लगतै एउटा स्ट्रङ सपोर्टको लेभललाई चाहिँ यसले डिनोट गर्छ भनेर। त्यो लगतै यसमा चाहिँ एउटा स्ट्रङ सपोर्टको रूपमा यसले चाहिँ एज अ सपोर्ट रिटेस्ट गरेर चाहिँ एउटा क्विक बाउन्स दिएको छ। यो बाउन्स चाहिँ तपाईँको 2800 को लेभललाई चाहिँ मैले यसलाई एउटा रेसिस्टेन्सको रूपमा लिएको पनि थिएँ पहिलाको भिडियोमा, र स्टिल यो चाहिँ भ्यालिडै छ। किनभने यो मार्केटको जुन पनि सिनेरियो देख्नुहुन्छ, यसले यो जुन पनि हाई बनायो, यो हाई लगतै एउटा चाहिँ यसले लोवर लो बनाएर लोवर हाईको रूपमा यसलाई प्रिभियसको बाउन्सलाई हेर्न सक्नुहुन्छ। त्यो लगतै यसले चाहिँ एउटा अब लोवर लो बनाउने क्रममा जाने हुँदाखेरि यसले चाहिँ 200 मुभिङ एभरेजलाई चाहिँ एज अ मेजर सपोर्टको रूपमा चाहिँ रिटेस्ट गरेको छ है। त्यो लगतै अब हाम्रो यो जुन पनि लोवर लो बनाउने क्रम थियो, त्यो चाहिँ इन्भ्यालिड भइसकेको छ र यसबाट चाहिँ एउटा रिभर्सल आउने चाहिँ हामीले सिनेरियो चाहिँ देखिरहेको छौँ विथ द इन्क्रिज भोल्युम चाहिँ दिनदिनै बढ्दैछ है, अलिअलि गर्दै। धेरै ऱ्यापिड रूपमा चाहिँ बढेको छैन, अलिअलि गर्दै चाहिँ बढिरहेको छ। तपाईँको एमएसिडीले पनि तपाईँको यो माथि जाने क्रममा चाहिँ देखाइरहेछ भनेदेखि तपाईँको ग्रिन जाने क्यान्डलको रूपमा चाहिँ, र आरएसआईले पनि तपाईँको ओभर सोल्ड जोनबाट चाहिँ अब माथिको ओभरबाउटको ब्यान्डतिर चाहिँ जाँदैछ भनेर हामीले हेर्न सक्छौँ। त्यो लगतै चाहिँ स्टिल मार्केटमा चाहिँ यो बुलिस सिनेरियो चाहिँ बनिसकेको छैन भनेदेखि हाम्रो यो ट्रेन्ड अनुसार चाहिँ हामी स्टिल एउटा क्रिटिकल फेजमै छौँ। यदि इनकेस यो 2800 को लेभललाई चाहिँ मार्केटले विथ गुड भोल्युम क्रस गर्न सकेन भने चाहिँ स्टिल हामी एउटा डाउनवर्ड मुभमेन्टमा चाहिँ जान सक्छौँ भनेर हामीले त्यसलाई पनि अनुमान गर्न सक्छौँ है। र प्रिभियस भिडियोमा मैले तपाईँलाई एनजिपिएलको बारेमा पनि कुरा गरेको थिएँ। एनजिपिएलले चाहिँ यो जुन पनि 200 मुभिङ एभरेज छ, 200 मुभिङ एभरेजलाई चाहिँ एज अ सपोर्टको रूपमा लिएर चाहिँ यसले चाहिँ एउटा बाउन्स ब्याक राम्रो दिएको छ, र एमएसिडी अनुसार पनि यसले गोल्डन क्रस ओभर चाहिँ देखाइसकेको छ भनेदेखि तपाईँको यो आरएसआईले चाहिँ अप्पर डिरेक्सनमा चाहिँ सो गरिसकेको छ। र हाम्रो इन्ट्री भनेको तपाईँको यो 100 दिनको मुभिङ एभरेजमा गरेको थियौँ हामीले लगभग 424मा 424मा गरे लगतै एनजिपिएलमा चाहिँ राम्रो बाउन्स आएर चाहिँ आज यो 453मा चाहिँ गएर बन्द भएको छ है। त्यो लगतै यसमा चाहिँ हामी राम्रो प्रफिटमा छौँ। र अर्को भनेको चाहिँ हाम्रो एलइसी। एलइसीमा पनि मैले तपाईँलाई भनेको थिएँ, एलइसीले जुन पनि यो बेला 200 मुभिङ एभरेजलाई चाहिँ एज अ सपोर्टको रूपमा रिटेस्ट गर्छ, त्यसबाट चाहिँ एउटा राम्रो बाउन्स आउने चाहिँ सिनेरियो देखिरहेको छ। हाम्रो प्रिभियस डाटामा पनि हेर्न सक्नुहुन्छ तपाईँले। त्यो लगतै यो एमएसिडीमा पनि तपाईँको गोल्डन क्रस ओभर देखाइसकेको छ हुने क्रममा, र आरएसआईले पनि अप्पर टार्गेटलाई चाहिँ सो गरिरहेको छ। त्यो लगतै आज चाहिँ यसले 230मा चाहिँ गएर एलइसीले चाहिँ बन्द गर्यो। हाम्रो इन्ट्री भनेको 218मा रहेको छ है यो एलइसीमा चाहिँ। त्यो लगतै यसमा पनि हामी अहिले प्रफिटमै चलिरहेछौँ। र अर्को भनेको हाम्रो एसएआइएल छ, श्री एग्रिटेक। श्री एग्रिटेकलाई चाहिँ हामीले 1324मा किनेको थियो पहिला। 1324मा किने लगतै यसमा चाहिँ प्रोफिटको बुकिङ गर्नलाई हामीले भ्याएको थिएनौँ। त्यो लगतै हामीले अर्को इन्ट्री भनेको चाहिँ 1090मा गरेको थियौँ। 1090मा इन्ट्री गरेर लगतै फेरि हामीले 1190मा त्यसलाई क्लोजिङ गरिसकेको थियौँ, र फेरि त्यो मार्केट तल झर्दाखेरि चाहिँ हामीले लगभग 1100को रेन्जमा चाहिँ यसमा फेरि इन्ट्री गरेको छौँ है। तपाईँले यो एमएसिडीमा नि हेर्न सक्नुहुन्छ, यसले चाहिँ अब लगातार यो डाउनफलको जोन लगतै एउटा चाहिँ क्यास इन्फ्लो हुने क्रम चाहिँ आउन आँट्यो है भनेर पनि डिनोट गरिरहेछ भनेदेखि आरएसआईले चाहिँ यसलाई सपोर्ट दिइरहेछ। यो लोवर ओभर सेल जोनको लोवर ब्यान्डलाई चाहिँ एउटा सपोर्टको रूपमा लिएर चाहिँ यसले बाउन्स ब्याक गरिरहेछ। र मार्केटको जुन पनि यो सिनेरियो आजको भयो, त्यो लगतै हामीले फोमो इन्ट्री चाहिँ गरि नहालौँ। स्टिल मार्केट चाहिँ विक नै छ, किनभने भोल्युम छैन मार्केटमा। 4 ओभरको भोल्युम आइरहेछ बल्ल बल्ल, र त्यो लगतै हामीले चाहिँ यसमा चाहिँ एउटा करेक्सनको वेट गरेर चाहिँ इन्ट्री गर्दा चाहिँ राम्रो हुन्छ। तत्काल फोमोमा आएर आफ्नो क्यापिटललाई चाहिँ डिप्लोय गरि नहाल्नु, रिस्क म्यानेजमेन्ट गरेर चाहिँ हामीले इन्ट्री गर्नुपर्ने हुन्छ जुनै क्षेत्रमा पनि। र यो जुन पनि छ तपाईँको यो हाइड्रो सेक्टरमा पनि आज राम्रो बाउन्स आयो। बाउन्स आएर लगतै स्टिल यसको टार्गेट भनेको चाहिँ फेरि यो जुन पनि प्रिभियस रेसिस्टेन्स हो त्यसलाई चाहिँ एउटा एकचोटि हिट गरेर यसले चाहिँ फेरि एउटा ट्रिपल टपको प्याटर्न बनाएर चाहिँ डाउनफल जान सक्ने पनि सम्भावना चाहिँ देखाइरहेछ है। र यसले चाहिँ एउटा माथि अप्पर प्रिभियस हाईलाई चाहिँ टच गर्न जान सक्ने चाहिँ हामीले अनुमान गर्न सक्छौँ विथ अ इन्क्रिजिङ भोल्युम। र आज मार्केटको सिनेरियो चाहिँ हेरेर अब भोलि हामीले हेर्नुपर्ने भनेको चाहिँ भोलि मार्केटले चाहिँ यो 2800को लेभल माथि चाहिँ क्लोज गर्छ कि गर्दैन, त्यो सिनेरियोलाई चाहिँ हामीले हेर्नु पऱ्यो। यदि इनकेस यसले 2800को लेभलबाटै रिजेक्सन फेस गर्छ भने चाहिँ हामी अप डाउनफलको क्रममा जान्छौँ भनेदेखि, इनकेस यसले राम्रो भोल्युमसँगै 2800को लेभल माथि गएर क्लोज गर्छ भने हामी यो 2900 र 3000को टार्गेटलाई चाहिँ एकचोटि फेरि एज अ रेसिस्टेन्सको रूपमा चाहिँ रिटेस्ट जान सक्छौँ भनेर हामीले अनुमान गर्न सक्छौँ। त्यो लगतै हामीले अरू सेक्टरहरूमा चाहिँ यसमा इन्ट्री लिनेछौँ है त्यो लगतै। र आज मार्केटको सिनेरियोहरू यही नै रह्यो।
अब आफूले रिस्क म्यानेजमेन्ट गरेर इन्ट्री गर्नु होला। सी यू गाइज इन द नेक्स्ट अपडेट। अब भोलिको दिनमा कसरी मार्केटले सिनेरियो देखाउँछ त्यो अनुसार हामीले इन्ट्री गर्ने नै छौँ। टिल देन इफ यू गाइज आर न्यू हियर लाइक सब्सक्राइब कमेन्ट गर्नु होला। धन्यवाद।